रोमानिया सेन्जेन भयो अब मान्छेहरू ट्राभल पनि गर्न थाल्छ कुन देश जानु मन छ फ्रान्स जाने यार फ्रान्स जानु मन छ लिम्बूबाट पोर्चुगलमा जाउँ भन्छु पोर्चुगल तर त्यहाँ कामै पाउन म त काम त अब गर खोज्नुपर्छ टाइम लाग्छ धेरै अब घरको बुढीसँग नि पहिले नै दिवस बित्छु अब बुढी लगेर म इटली जान्छु बुढी लगेर नयाँ बुढी लिएर नयाँ बुढी लगेर ठिक छ इटली ठिक छ मैले जुन जोसुवा के अरे हाम्रो जुन टुर्नामेन्टको उयो देखाएँ नि मैले त्यसमा चाहिँ के रहेछ भने 4, 5, 6 तारिक हुन्छ है गेम होइन 3 दिनको गेम हुने रहेछ त्यहाँ चाहिँ 4 र 6 मात्रै देखाएको थियो अनि म त 5 त ब्रेक गर्ने होला जस्तो लागेको थियो अनि तर लगातार हुने रहेछ होइन दुईजना ट्राभल गऱ्यो भनेर भिडियोहरू हालिरहेको थियो तर आई डोन्ट नो होइन त्यो रियल या फेक होइन अनि त्यसपछि डकुमेन्टहरू के चाहिन्छ त्यो पनि अहिले थाहा छैन प्रपरली बिकज को गइरहेछ त्यो नजिकको मान्छे मसँग टचमा छैन अनि त्यो रियालिटी थाहा छैन के डकुमेन्ट चाहिन्छ कसरी गर्ने भनेर होइन तर ट्राभल चाहिँ गरिरहेछ होइन यति फिक्स हो कि जान चाहिँ पाइन्छ सो हेलो भिडियो न्यू डे न्यू एपिसोड जय श्रीराम जय नेपाल है सो आजको ब्लगमा स्वागत छ अनि गुड मर्निङ सो भर्खरै आजको नाइट फाइनली सकिसक्यो अब भोलिको दिनमा छुट्टी हुन्छ होइन पुरै कम्पनीबाट निस्किँदैछु म भर्खरै के लिएर को हो यो नेपाली हो रमेश जस्तो लाग्यो तिमी नाच के भन्नु म भन्नु अक्मुकेको मतलब भन्न लागेको थियो होइन मुखमै अड्केको के भनौँ भयो क्या त्यो चिनेन नि त होइन चिनेको भए पो त यसो भनिदिनु हुन्छ जे पायो त्यो होइन सो अनि नेपालमा खोइ के आन्दोलन भएको रहेछ भर्खरै काठमाडौँमा होइन अनि एकदमै धेरै भाइरल भइरहेको थियो त्यो भिक्षुलाई लात्तले हाने लट्ठीले हाने होइन पुलिसहरूले कस्तो खालको व्यवहार गर्छ क्या अलिकति मान्छे हेरेर हान्नु नि त त्यत्तिकै आउनेहरूलाई त बरु दिनु त्यो बेरोजगारी फोकटमा हिँड्नेहरूलाई हान्नु होइन तर त्यो ड्रेस हेरेपछि त थाहा हुन्छ नि त के कस्तो मान्छे हो भनेर यार अलिकति रेस्पेक्ट गर्नुपर्छ नि होइन एउटा भिक्षुलाई हान्नु त नराम्रो चिज जस्तो लाग्छ मलाई होइन हाम्रो सोसाइटी अनुसार नेपालको सोसाइटी अनुसार है कस्तो खालको व्यवहार गर्छ क्या पुलिसहरू कोहीहरू यस्तै हुन्छ क्या अनि अब त्यो मैले लेखेको थिएँ त्यसको बारेमा धेरै लाइन त तर मैले भन्न अहिले चाहिनँ होइन तर अब पछि भन्छु मेबी अझै यस्तै हरकत भयो भने होइन मैले निकाल्न खोजेको थिएँ क्या होइन यो कस्तो मेरो देश भनेर एउटा म्युजिकै निकाल्न खोजेको थिएँ लेखेको पनि थिएँ 6-7 होइन झन्डै 1 वर्ष लेखेको थिएँ होइन सो भन्न मन थियो तर मैले पहिला ब्रुटल लेख्न आँटेको थिएँ क्या होइन एकदमै ब्रुटल होइन तर धेरै ड्यामेज पर्छ होइन फेरि नराम्रो चिज पनि जान्छ जस्तो लाग्यो त्यो लाइनहरूमा त्यो भएर मैले यो चिजहरूमा मात्र भनेकै छुइनँ क्या अहिलेसम्म भ्लगमा है सो त्यो चिज हो अहिलेको लागि चाहिँ अब रुमतिर निस्क्यौँ हामी भर्खरै कम्पनीबाट अब छुट्टी भयो त्यही भनिदिउँ है लाइन कस्तो थियो भन्दाखेरि भिरेर बर्दी गर्छ गुन्डागर्दी बोली छ मन पर्दी अनि चाट्छ नेताको जुत्ता जनतालाई दिन्छ धम्की सन्की हुन्छ हाम्रो अगाडि होइन जागिर छ सरकारी घुस पचाउँछ न डकारी समथिङ लाइन छ अझै यसमा भन्न चाह्यो भने त अब अग्रेसिभ भएर यस्तो कडा निस्किन्छ होइन निकाल्दाखेरि त तर त्यस्तो खालको नहो होइन ठिकै छ न राम्रो चिज राम्रो काम गर्नेहरू पनि छन् होइन के भन्ने सबैजनालाई मेबी भयो भने यो ट्र्याक निकाल्छु नै होला म होइन अलिक पछि तर अहिले होइन अहिले त्यो पर्फर्मेन्स अहिले त्यो प्रपर टाइपको निकाल्ने खालको मेरो लेभलै भएको छैन होइन सो लेभल अप हुँदैछु म यविलाई सुनेर है लेभल अप हान्नुपर्छ है सो त्यो चिज हो अहिलेको लागि चाहिँ हामी निस्क्यौँ भर्खरै सक्यो ड्युटी अब छुट्टी हुन्छ अनि त्यसपछि मौज गर्नुपर्छ छुट्टीमा है सो गाइज रुम आइपुगिसक्यो होइन मस्त अब आज सफा गराइदिउँ है क्या मामा याज क्लिन याज कुरा तेनी तोत ए सफा गर्ने रहेछ आज फेरि छुट्टीहरू अब सुत्नै हुँदैन एकछिन पछि आइपुगिहाल्छ 1 घन्टा नि लाग्दैन यिनीहरूलाई आइपुग्न के अलिकति चाँडै आउनु होइन टक्क यस्तो मजाले निन्द्रा लागेको हुन्छ अनि ठ्याक्कै आइदिन्छ फेरि जहिले नाइटकै बेलामा पर्छ क्या यस्तो रिस उठ्छ मलाई तर दामी उज्यालो हो यार माकी आँख के भन्छ त यस्तो मिठो उज्यालो हो सो अनि एउटा कुरा इम्पोर्टेन्ट भन्नु पऱ्यो त अस्तिदेखि मैले जुन जोसुवा के अरे हाम्रो जुन टुर्नामेन्टको उयो देखाएँ नि मैले त्यसमा चाहिँ के रहेछ भने 4, 5, 6 तारिक हुन्छ है गेम होइन 3 दिनको गेम हुने रहेछ त्यहाँ चाहिँ 4 र 6 मात्रै देखाएको थियो अनि म त 5 त ब्रेक गर्ने होला जस्तो लागेको थियो क्या अनि तर लगातार हुने रहेछ होइन अनि हिजोको भ्लगमा भेटेको थिएँ मैले हामी गेम खेल्न गएको बेला उनीहरूकै आयोजकको टिमहरूसँग रहेछ होइन यसो टेस्ट म्याच हाने रहेछ केटाहरूले अनि हामी गएको थियौँ अनि मैले सोधेँ किन त्यो 4 र 5 चाहिँ किन मिस गरेँ कि 2 दिन हुनु पर्थ्यो कि
लगातार हुनु पर्थ्यो भनेको लगातार हो नि त्यहाँ लेखेको छैन 4 देखि 5सम्म चाहिँ हो भनेको त अब 4 र 5 मात्रै लेखेको 4 र 6 मात्रै लेखेपछि त म त त्यही सम्झिन्छु नि त होइन अनि मैले फेरि मेरो टिकटकको भिडियो रिपोस्ट पनि गरेको थियो त्यो दाइले त्यो टिकटक एकाउन्टबाट अनि कमेन्ट पनि गरेको थियो फेरि कमेन्टहरूमा केही पनि भनेन क्या होइन त्यो पनि ठिकै छ तर टुर्नामेन्ट चाहिँ मेको 4, 5, 6 तारिक हुन्छ अनि प्रोग्रेसफुल एरिना भन्ने ठाउँमा हुन्छ गुगलमा हानेर ठ्याक्कै गोल चढेर आउँदाखेरि हुन्छ अथवा मेट्रो सेट्रो चढेर आउँदा नि हुन्छ बस चढेर आउँदा नि हुन्छ तर आउनु चाहिँ पऱ्यो है गेम हेर्न फाइनल हेर्न चाहिँ आउनु पऱ्यो 6 तारिक है 6 तारिक फाइनल हुन्छ होइन सो मिठो चरा कराएर च्याक 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 गरेर सो म नि फटाफट खाना खान्छु अनि रेस्ट गर्छु एकदम म 24 घन्टादेखि 24 घन्टा होइन अझै धेरै भयो नसुतेको हिजो 3 बजी सुताएको थिएँ 3 बजीदेखि 10:30 बजी त्यति अनि उठेर अनि यताउता गरेँ कति सुतेँ 7 घन्टा सुतेँ होइन त्यसपछिदेखि सुतेकै छैन क्या सो अहिले सुत्छु अनि भयो सबै काम गरिन्छ छिनाएको नभने क्या तर म भिडियो बनाउनु नि चाहै कस्तो लाग्यो चार्जमा भएर है त्यही भएर हिँडेको यस्तो बगाउने भाटीमा So welcome again guys. Kita lagi podcast nanti ready. Di kota dan bisa kamu. Mencari apa? Dari nanti itu kita nanti itu aja. Kapan sampai mana kita kan? Soalnya kan pulang. Kalau jadi itu dia nanti kan. So jadi सेकेन्ड भइसक्यो रोमानिया होइन सेकेन्ड अब पनि गरिदिइसक्यो होइन भिडियो त हाल्दा त टिकटकमा भिडियो हाल्दै अनि अब गऱ्यो भने त भिडियो रियालिटी थाहा छैन के नसुन्नु तर अब के गर्दा लागि है त्यही चिज हो अनि वर्क परमिट निकालेर जाँदा चाहिँ राम्रो हुन्छ अनि कामको लागि जानु भने वर्क परमिट निकाल्ने त्यसपछि एमबिसी फेस गर्दा पनि केही फरक पर्दैन अब चाहिँ होइन अनि अब एमबिसीमा के भयो भिजा दिएन भने होइन वर्किङ भिजा दिएन भने त्यो चिज हो ओहो त्यसो त त्यहाँबाट दिदीबाट हो हामी चाहिँ अब कल गरेर खुसी लागिरहेको मलाई एकदम अनि ट्राभल पनि गर्नुपर्छ क्या यही अस्तिसम्म भिडियो हाल्दाखेरि कति म्याच हुँदैन तिसमा पनि हुँदैन र 30 पनि हुँदैन 26, 27 केही पनि हुँदैन र पनि यत्रो देश रोमानिया हो working visa, movement visa kan dan luar biasa untuk manajemen. Jadi kalau kita
अप्सनै भएन भने चाहिँ त्यसमा जानु पर्ला अहिले चाहिँ झर्दैन त यार केटाहरू त के मिलेर के ऊ भएको रहेछ डिभोर्स भएको रहेछ अनि अहिले चाहिँ अब गर्लफ्रेन्ड रहेछ बुढाको होइन ठिक छ है छ नि होइन कतै छ गर्लफ्रेन्ड हुनु होइन राम्रो कुरा हो अब चित्त बुझ्दैन भने होइन छुटेर बस्न पाइयो उमेर हुँदा हुँदै त्यही त होइन जस ड्यामेज भएपछि त बिग्दैन नि त म पनि ड्यामेज होइन ड्यामेज त भएको छैन नि भनेपछि ड्यामेज नभएको न काम गरिरहेको छ 40 कटेपछि त ड्यामेज हुन्छ नि 40 नपुग्दैखेरि जति रमाइलो गर्ने हसिन रात कटाइहाल्ने नत्र फेरि ड्यामेज हुन्छ लाइफ ड्यामेज हुन्छ त्यही हो केटाहरू सबैजना ट्राभल गर्नु थालिसकेछ क्या होइन मान्छेहरू मेरो साथी अस्ति किरण आएको थियो किरण पनि म पनि जान्छु अब इस्टोनिया मलाई टिकट गरिदेऊ बुझ्देऊ त्यहाँनिर भनेर भनिरहेको छ क्या होइन अनि इस्टोनियाको उसको दाइले बोलाइरहेको रहेछ यदि पोल्यान्डको एकछिन पाटो काटौँ त खासमा उसले र मैले नै पोल्यान्डको एप्लाई गराएको छ होइन अनि उसको साथी उसको दाइ हो मामा हो त्यहाँनिर बस्ने अनि उसले चाहिँ वर्क पर्मिट निकालिदिन्छु भनेको छ अनि यो महिना आउनुपर्ने हो खासमा वर्क पर्मिट यदि आएन भने चाहिँ अनि पहिला जान्छ इस्टोनिया अनि त्यहाँ पनि के अरे 1000 युरो स्यालेरी भइहाल्दो रहेछ होटल रहेछ रेस्टुरेन्ट अनि त्यहाँ काम गर्नुपर्ने 10 घन्टा जति ड्युटी हुन्छ भन्दै थियो अनि जाउँ न त तिम्रो उसको दाइ रहेछ क्या त्यहाँ पनि अनि बोलाइ छ त्यहाँनिर मान्छे चाहिएको छ भन्दै थियो अनि कार्ड बनाइदिन्छ अरे भन्दै थियो 1 वर्षमा सबै कम्प्लिट डकुमेन्टहरू बनाइदिन्छ अनि त्यसपछि अरू यता नेपाल जान पनि पाइन्छ भन्दै थियो अनि राम्रो हो नि त होइन 1000 युरो हो भने त 1.5 लाख त मस्त भयो नि त है सो त्यही भएर ऊ जान खोजिरहेछ खाना बस्न होटलकै भइहाल्यो होइन होटलमा काम गरेपछि है मिठो खाना नि पाइयो होइन थरीको है सो सोचिरहेको छ केटाले अनि यदि भयो भने म पनि चल्दिने हो अलिक पछि तर पहिला जाओस् न म चाहिँ के अरे पोल्यान्डै जान मन लागिरहेको छ बिकज पोल्यान्ड भनेको अहिलेको ठाउँमा अहिलेको कन्डिसनमा यस्तो राम्रो कन्ट्री हुँदै आइरहेछ होइन वार्षिक त्यहाँको स्यालेरी बेसिक स्यालेरी पनि मजाले बढिरहेछ क्या 10% 13% बढिरहेछ होइन सो पछिको अलिक पछि 2-4 वर्षको पछिको कन्डिसनमा बब्बाल कन्ट्री हुनेवाला छ लाइक फ्रान्स अनि जर्मनी अनि बेल्जियम राम्रो स्यालेरी दिने कन्ट्री हुनेछ क्या होइन सो त्यही भएर चाहिँ म त्यहाँ सिफ्ट हुन मन लागेको पोर्चुगल भन्दा नि पोर्चुगल गएर पासपोर्ट 8 वर्षमा पासपोर्ट बनाएर के गर्नु होइन 8 वर्ष जब 8 वर्ष म अहिले 24 भएँ ल पोल्यान्डसम्म पुग्दाखेरि 25 भयो अनि 8 वर्ष बित्यो भने त 33 वर्ष पुगिगयो 33 वर्षमा पासपोर्ट आएर के गर्नु मैले म त 40 पुग्छु ल हेर होइन अनि त्योभन्दा त बरु होइन बरु त्यहाँ बस्ने मस्त पैसा कमाएको पैसा जति सबमा के अरे इन्भेस्टमेन्ट हानी पैसा भयो भने पासपोर्टै किन चाहियो होइन त्यहाँ बस्न पाइहाल्छ फ्यामिली ल्याउन पाइहाल्छ बुढी ल्याउन पाइहाल्छ काम गर्न पाइहाल्छ होइन सो त्योभन्दा अरू के चाहियो त भन्ने कुरा हो मेरो चाहिँ पोइन्ट होइन त्यहाँ बस्दै गएपछि त्यहाँको पनि पिआर दिइहाल्छ 10-12 वर्ष बस्यो भने त होइन पोर्चुगल के किन चाहियो भन्ने कुरो हो क्या मेरो चाहिँ पोइन्ट होइन पैसा कमाउनु पाइरहेछ भने त्यो चिज हो लाइफ स्टाइल पनि हुन्छ होइन राम्ररी बस्नु पाउँछ राम्ररी खाना पाउँछ पोर्चुगलको पनि धेरै मान्छेले राम्ररी बसेछ खाछ तर अब आफ्नो मान्छे त्यहाँनिर छैन भने त लास्टै दुःख पाइन्छ नि होइन त्यो दुःख चाहिँ मलाई पाउनु छैन होइन यहाँ यस्तो मोज गरेर बसेको छ है खाना खाएको छ बल खेल्न गएको छ भिडियो बनाएको छ डुल्याएको छ साइकल चढाएको छ त्यहाँ गएर न काम छैन न बस्ने ठाउँ छैन होइन नहग्ने ठाउँ नमुत्ने ठाउँ आफ्नो छैन अनि कहाँ केमा सुत्नुपर्ने थाहा छैन होइन मान्छेको
अवस्था लास्टै गाह्रो हुन्छ गाडी त्यही भएर चाहिँ मलाई चाहिँ पोर्चुगल चाहिँ जानु मन छैन गयो भने म पोल्यान्डै जान्छु नत्र भने अरू कुनै कन्ट्री जहाँ चाहिँ कार्ड बनाइदिनु सकोस् अरू मान्छेले होइन सो त्यो सोचेको छु मैले चाहिँ तपाईँ कहाँ के अरे तपाईँ कहाँ जाने पोर्चुगल जाने इटली जानु मन लागिरहेछ खै हेरौँ त्यहाँ पनि यो मान्छे चाहिँ फ्रान्स जाने भन्दैछ फ्रान्सै हो सही हो सही हो लाउरे हो लाउरे हो लाउरे प्लान रहेछ ठिक छ गर्नुपर्छ है सो अहिले चाहिँ बल खेल्न निस्क्यौँ केटाहरू अरू केटाहरू नि आउँदैछ आज जस मजा गर्ने बल खेल्ने 1 घन्टा 1.5 घन्टा जति खेल्छु अनि त्यसपछि चाहिँ रुमको लागि निस्किनु पर्ने हुन्छ है सो गाइज वी आर गोइङ टु होम होइन गेम सकिसक्यो गेम 1-2 गेम खेलेको साला यो रोमानिया यो फुच्चेहरू यस्तो नाटक पार्छ खुट्टामा छुने बित्तिकै फल अरे हाम्रो चाहिँ लड्दाखेरि पनि नफल अरे क्या राँडीको छोराहरू यस्तो रिस उठ्छ के भन्नु फुच्चेहरूलाई अब झगडा गर्न मिलेन सब लाग्दिने घरतिर अनि अब गएर खाना बनाउनु परिन्छ मेन कुरा भने अनि त्यसपछि चाहिँ आज लास्ट नाइट ड्युटी भोलि भयो भने चाहिँ अर्कैतिर जाने उता फ्रीकैतिर जाने तर उतापट्टि जाने यहाँनिर होइन त्यहाँनिर चाहिँ दुईवटा पोस्ट हुन्छ 2टा ग्राउन्ड हुन्छ मस्त खेल्ने है भोलि उता जानुपर्छ ओए भाइ उता त्यो 2टा ग्राउन्ड भएको ठाउँमा तिमीलाई थाहा छैन त्यो डाँडामा के यहाँ उता टिटानदेखि अलिकति उता बोर्डमै जाँदा हुन्छ 10 रुपियाँ पर्छ त्यहाँ चाहिँ 2टा ग्राउन्ड छ मस्त त्यहाँ नेपाली पनि हुन्छ अलिअलि तर रोमानियन पनि हुन्छ आफै आफै खेल्दा नि भयो यति योभन्दा अलि यत्रै छ ग्राउन्ड त झन्डै तर त्यहाँनिर दामी छ क्या बवाल छ मजा आउँछ त्यहाँ पनि यहाँ नाटक देखाएको यिनीहरू साला तोरीको बच्चाहरूले नाटक पार्छ सबै लाग्नुपर्छ सिक्किमहरू भोलिको ब्लगमा भेटौँला भोलिको गेममा भेटौँला सिक्किमहरू कि पसल पिएसएल जय श्रीराम जय नेपाल है